हेलो सेवा सबैजनालाई नमस्कार, स्वागत छ मेरो मिनी ब्लगमा हजुरहरूलाई। आज चाहिँ हामी गाजर खाल्ने क्रममा म चाहिँ भिडियो गर्दैछु होइन, सानो सानो क्लिपहरू लिएर आएको छु। अनि यो चाहिँ हामी छुट्टीको दिन भएकोले नानीहरूसँग गाजर खाँदैछौँ धमाधम होइन। यसरी नानीहरूलाई सिकाउँदैछु, यसरी उखाल्नुपर्छ बोक्नुपर्छ भनेर। अनि हामी चाहिँ यसरी सबैजना भएर यसरी काटेर डोकोमा लाउँदै ओसार्दैछौँ होइन। अनि त्यसपछि उखाल्यौँ ओर्यौँ काट्यौँ अनि त्यसपछि ओसार्ने क्रम हुँदैछ एकदमै क्या। यहाँनिर चाहिँ के भन्नु, एकदम मेहनत चाहिँ चाहिन्छ भन्नुपर्छ होइन। अनि हामी त्यस क्रममा खाजा खायौँ, खाजा खाने भयौँ होइन। त्यसै क्रममा चाहिँ खाजा खाने बेला भयो। अनि त्यसपछि हामी खाजा खानातिर लाग्यौँ सबैजना भएर। अनि खाजा खायौँ, भाइहरू पनि खाजा खाँदै हुनुहुन्छ। अनि यसरी हामीले धोइसकेर बोक्यौँ। यो बोक्नु ओर्नु यो गाजरलाई एकदमै मेहनत चाहिन्छ है, मेहनत चाहिन्छ। त्यसपछि भाउ चाहिँ हुँदैन क्या, बजार भाउ चाहिँ हुँदैन। अनि यहाँ गाजर चाहिँ तर फुटेछ क्या, यहाँ बहिनीले राख्नु नजानेर। अनि बोकिसक्यौँ, यति नै, बाबा।